नमस्कार, म रामविजन सादा। अहिले नेपालमा युवाहरूमा बढ्दो रूपमा देखेको समस्या भनेको लागु पदार्थ दुर्व्यसनको समस्या एकदम चिन्ताको विषय हो र यो विषयमा चाहिँ हामीले एकदम सेन्सिटिभ हुनुपर्छ। किनभने अहिलेको युवाहरू भोलिको यो देशको कर्णधार हुन् र अहिले हामीहरू समाजमा तपाईको 11, 12, 13, 14 वर्षको बच्चाहरू चाहिँ लागु पदार्थमा फसेर आफ्नो जीवनलाई धरापमा पारिरहेको छ, आफ्नो जीवनलाई जटिल मोडमा लग्दैछ र यसको लागि चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कदम चाल्नु एकदम आवश्यक छ। साँच्चै नै अहिलेको युवालाई हामीले सही मार्गमा डोर्याएनौँ भने भोलि यो देशको हालत बेहालत हुन सक्छ। एक त व्याप्त रूपमा भ्रष्टाचार त्यत्तिकै छँदैछ, व्यतिथि छँदैछ। एउटा पनि तपाईको सरकारहरूको जुन मेकानिजमहरू छ नि त्यो प्रोपरली चाहिँ वर्क गरिरहेको छैन। यो त छँदैछ र यो जुन लागु पदार्थ छ नि यो यस्तो समाजमा जडा गाड्दैछ त्यसको कुरै छोडौं र हामीले सबभन्दा पहिला चाहिँ बुझ्नुपर्ने हुन्छ के कारणले गर्दाखेरि चाहिँ यो लागु पदार्थ दुर्व्यसन बढ्दैछ। र हामी सबैले थाहा पनि हुन सक्छ, अवगत पनि हुन सक्छ, तर पनि मैले एकचोटि यसको बारेमा सबैले थाहा होस्, सबैले जानोस् र हामीले एउटा पोजिटिभ प्रेसर हामी सरकारलाई क्रिएट गर्न सकौं, पोजिटिभ एउटा सकारात्मक प्रेसर हामी सरकारलाई दिन सकौं भन्ने उद्देश्यले मैले यो भिडियो बनाएको छु। र हामीले पहिला सबैलाई थाहा छ बेरोजगारी पनि एउटा लागु पदार्थ दुर्व्यसनमा मानिस जानुको कारण त्यो पनि हो। मैले मैले यो भन्न चाहे कि के कारणले गर्दाखेरि चाहिँ लागु पदार्थ दुर्व्यसन बढ्दैछ। नम्बर 1 मा त बेरोजगारी भयो नै र बेरोजगार भएपछि मान्छे मानसिक तनावमा त्यो स्वाभाविक जान्छ बेरोजगार। नम्बर 2 मा अहिले हामी प्राय गरेर गाउँहरुमा हेर्छौं अभिभावकले यस्तो व्यवस्था गरेछ आफ्नो बालबालिकालाई, व्यवस्था अब मतलब केयर, नो केयर, जता जाओस् जे गरोस्, यो गरोस् त्यो गरोस्, नो केयर। को साथीसँग गयो, कता गयो, त्यही गर्दैन, त्यही हेर्दैन। अनि त्यसले गर्दाखेरि के हुन्छ भने त्यसको बालबालिका स्वाभाविक रूपमा लागु पदार्थतिर फस्ने गर्छ। किनभने अब साथीहरू